आजको दिन मेरो लागि एकदमै रमाइलो र यादगार रहनेछ किनभने आजको दिनको लागि हामीहरूलाई जजको रूपमा बोलाउनु भएको थियो। म र मेरो साथी स्तुति हामीले सँगै धेरै काम गरिसक्यौँ र आज भने सरस्वती माताको पूजाको दिन र आज यो वेद्यास स्कुलमा प्रोग्राम थियो। आजको प्रोग्राम भने ग्रान्ड फिनाले अफ मिस्टर एन्ड मिस वेद्यास थियो। प्रोग्राममा पुगेर दर्शन पनि गऱ्यौँ र मिठो पञ्चे बाजाको साथ प्रोग्राम सुरु भयो। हामीहरूलाई धेरै माया र सम्मान दिनुभयो, खादा र बुकेको साथ स्वागत गर्नुभयो र केही समयपछि प्रोग्राम सुरु भयो। जाडो महिनामा घाम बस्न पनि कस्तो मजा आइरहेको थियो र इन्ट्रोडक्सन राउन्ड, ट्यालेन्ट राउन्ड साथै क्वेसन एन्ड एन्सर राउन्ड पनि भइरहेको थियो। बिचबिचमा स्कुलको स्टुडेन्टको डान्स नै भइरहेको थियो र हामी भने गीतमा सुन्दै डान्स गर्दै रमाइरहेको थियौँ। आज भने मेरो लागि अझै स्पेसल थियो किनभने आजको दिनदेखि नै मैले भने आफ्नो काम देखाउनको लागि मिनी ब्लग बनाउन सुरु गरेको थिएँ र आज हेर्दा हेर्दा 1 वर्ष पुगेछ। मैले फर्स्ट मिनी ब्लग भने आज सरस्वती पूजाको दिनदेखि नै बनाउन सुरु गरेको थिएँ र प्रोग्राम भने भइरहेको थियो र बिचमा पञ्चे बाजामा डान्स गर्न नि बोलाउनु भयो र केही समय डान्स पनि गऱ्यौँ। दिउँसो घामको बेला ब्रेकमा यो सानो सानो जुस हामीले स्कुल टाइममा खान्थ्यौँ र आज भने स्कुलमा हुँदैखेरि यो जुस खाँदाखेरि कस्तो रिफ्लेक्ट आइरहेको थियो र कस्तो रमाइलो पनि भइरहेको थियो। केही समयपछि फाइनल राउन्ड पनि भयो र मिस्टर एन्ड मिस वेद्यासको पनि फाइनल रिजल्ट भयो, फोटोसुट भयो र हामीलाई पनि मायाको साथ टोकन अफ लभ दिनुभयो र केही रकम पनि मायाको साथ। यसै गरी प्रोग्राम भने सकियो र हामी बिदा भयौँ। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड।